साथीहरू, असफलता भयो भन्दैमा असफलता पछाडि हार मानेर मैदान छोडी भाग्नु उचित हुँदैन। जस्तै म कुरा गर्दैछु अमेरिकाको एउटा ड्राबिन भन्ने व्यक्तिले सुन खनेर सुन खोजेर धनी बन्ने सपना देख्यो। त्यही अनुसार उसले सुन खोज्न हिँड्यो। सुन खोज्दै जाँदा उसले एकै ठाउँमा सुन फेला पार्यो। उसले खन्दा खन्दा त्यहाँ सुन फेला पार्यो, तर कोदालोले खन्दा त्यो सुनको डल्ला निकाल्न असम्भव देखियो र उसले एउटा मेसिन किन्यो। मेसिन किनिसके पछाडि त्यो मेसिनले गएर खन्दा फेरि त्यो सुनको डल्लो गायब भयो। एकछिन खन्यो, खन्दा फेरि सुन फेला पारेन। अनि उसले हरेस खाएर त्यो मेसिन उसले एउटा कबाडीलाई बेच्दियो। तर कबाडीले जुक्ति लगायो, दिमाग लगायो र उसले इन्जिनियरलाई बोलाएर त्यहाँ सर्वेक्षण गर्न लगायो। सर्वेक्षण पश्चात उसले थाहा पायो त्यहाँ सुन छ, केही फिट तल मात्र सुन छ भने थाहा पाइसके पछाडि उसले पुनः खनेर 1-1.5 घण्टाको खनाइ पछाडि उसले त्यो सुनको डल्लो निकाल्यो। त्यो सुनको डल्लोले त्यो कबाडी ठाउँको ठाउँ अरबपति बन्न सफल भयो। हजुरहरूलाई यदि यो भिडियो मन परेर पुरा भिडियो हेर्न मन लाग्यो भने हजुरहरूले च्यानलमा जान सक्नुहुन्छ। च्यानलमा जानको लागि यसको लिङ्क तल डिस्क्रिप्सनमा रहेको छ। यदि हजुरहरूलाई भिडियो पुरा हेरिसकेपछि भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हस्त, धन्यवाद, थ्याङ्क यू।